सेवा र सम्पूर्णमा आजको मेरो विशेष घुमघाम चाहिँ धरानमा रहेको अत्यन्तै चर्चित पार्क श्रम संस्कृति पार्कको रहेको छ। सबैलाई स्वागत गर्न चाहन्छु यो मेरो नयाँ भिडियोमा। यो चाहिँ श्रम संस्कृति पार्क छिर्ने गेट भनौँ, यो ब्रिज हो, अत्यन्तै सुन्दर देखिएको छ। अब चाहिँ हामी श्रम संस्कृति पार्क प्रवेश गर्दैछौँ। श्रम संस्कृति पार्क छिर्ने बित्तिकै अत्यन्तै यो सुन्दर दृश्य। अब चाहिँ हामी श्रम संस्कृति पार्कको सुन्दर दृश्यलाई निहाल्नको लागि सिधै हामी माथि डाँडातिर आएका छौँ। अब यो डाँडाबाट हामी यहाँको दृश्यहरूलाई निहालिसके पछाडि हामी अरू दृश्यहरू हेर्नेछौँ। श्रम संस्कृति पार्क टिकट काटेर श्रम संस्कृति पार्कको सुन्दर घरमा टिकट काटेर हामी भित्रतिर जानेछौँ। यति बेला डाँडाबाट हेरिरहेका छौँ यो सुन्दर दृश्य। अब यो सुन्दर दृश्य हेर्दै गर्दाखेरि चाहिँ मलाई मेरो दिमागमा के आयो भने, अब यो पहिला हामी आउँदाखेरि चाहिँ यहाँनिर किर्नेघारीहरू थियो होइन, सामान्य झ्यासम्यासहरू, सानो बुट्टाहरू थियो, अत्यन्तै त्यो यो ढुङ्गा बालुवाहरू, धुलोहरू थियो। अब अहिले चाहिँ त्यो सुन्दर भएको छ, बनाउँदाखेरि हुँदो रहेछ भन्ने एउटा उदाहरण जस्तो पनि लाग्यो। हामी श्रम संस्कृति पार्कको एकदम सुन्दर घर टिकट घरमा आइपुग्यौँ। अब हामी टिकट काट्छौँ र भित्र जान्छौँ। यति धेरै सुन्दर ठाउँमा आइसके पछाडि अब के फोटोहरू चाहिँ खिच्नै पर्यो होइन, सो हामी गेटदेखि नै फोटो खिच्न सुरु गरिरहेका छौँ। ठ्याक्कै गेटबाट छिर्ने बित्तिकै यहाँ एकदमै सुन्दर अक्षरमा अञ्जुलीमाथि फुल रोपिएको र श्रम संस्कृति पार्क लेखिएको दृश्य देखिन्छ। यो फुलहरूले अत्यन्तै सुहाएको छ यो दृश्यलाई। श्रम संस्कृति पार्क आजको हाम्रो घुमघाम। विशेष गरेर आज चाहिँ 3 युवा केटाहरूको घुमघाम। सधैँ चाहिँ केटाहरू यसो जिएफसिएफ लिएर आउँथे भन्ने हल्ला सुनेको छु, त्यो हो कि होइन एक्ज्याक्ट मलाई थाहा छैन। त आज चाहिँ हामी सिङ्गल 3 जना कुमार केटाहरू चाहिँ आएका छौँ, हामी घुम्दैछौँ। अहिले चाहिँ यो सुन्दर बस्ने ठाउँ देखेपछि बस्न कसलाई रहर नलाग्ला र होइन। सो हामी एकछिन रेस्ट गरेर अब फेरि अगाडि बढ्छौँ।
विशेष गरेर आजको हाम्रो घुमघाम थियो पूर्वका अत्यन्तै सुन्दर सहर धरानमा रहेको एकदमै चर्चित श्रम संस्कृति पार्क हामीले भने घुम्यौँ। यहाँका अत्यन्तै सुन्दर सुन्दर दृश्य हेऱ्यौँ। जिन्दगीमा अत्यन्तै सुन्दर दृश्यहरू हेर्न मन छ भने तपाईहरू पनि यो एकदमै सुन्दर पार्कमा आउन सक्नुहुन्छ र हेर्न सक्नुहुन्छ। यो अत्यन्तै सुन्दर 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 दृश्यहरूको एकदमै मजा लिएर फर्किन सक्नुहुन्छ। अनि विशेष गरेर यो भिडियो मैले पोस्ट गर्दै गर्दाखेरि यो भिडियो मैले अपलोड गर्दै गर्दाखेरि मैले छुटाउनै नहुने एउटा कुरा यो पनि हो जस्तो लाग्यो कि अहिले नेपालमा चाहिँ एकदमै चुनावको माहौल लागिरहेको छ, चुनाव लागिरहेको छ। अब यो अत्यन्तै यो सुन्दर ठाउँ, यो बगरलाई अत्यन्तै सुन्दर ठाउँ पनि बनाउन सकिँदो रहेछ भन्ने एउटा उदाहरण, एक्जाम्पल बनाउन सक्ने हाम्रा मेयर साहब अहिले राजीनामा दिएर चाहिँ चुनावको दौडधुपमा हुनुहुन्छ। उहाँलाई अब यस्तो खालको एउटा परिवर्तन चाहिँ गर्न सकिँदो रहेछ भन्ने एउटा उदाहरण पनि हुन् जस्तो पनि लाग्छ। सो तपाईँले यो चुनावमा चाहिँ उहाँलाई एक भोट, सबैले एक एक भोट दिएर जिताइदिनु भयो भने खेर जाँदैन भन्ने मेरो एउटा रिक्वेस्ट पनि रह्यो। र फेरि भेट्ने, अर्को भिडियोमा फेरि भेट्ने बाचाका साथमा बिदा हुन चाहन्छु। नमस्ते, सेवारो, फेरि तुमी रो।